नमस्कार। हामीले निरङ्कुश राजतन्त्र झेल्यौँ। राणाहरूको एकल बहुमतीय शासन पनि हामीले हेर्यौँ। पञ्चायत शासनहरूलाई पनि हामीले नजिकबाट निहाल्यौँ। यी सबै अराजक गतिविधि र यी सबै शासकहरूबाट देशले शान्ति पाउँदैन, नागरिकहरूको अधिकारलाई सुनिश्चित गर्न सक्दैन भनेर आम नेपाली जनताहरूले ठुलो योगदान पश्चात हजारौँ शहीद र बेपत्ताहरूको बलिदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। यसको संरक्षण गर्ने जिम्मा हाल अहिलेको सरकारको हो र सरकारले त्यसलाई गर्नुपर्छ। मैले यसो भन्दै गर्दा हामी एक भूपरिवेष्टिक राष्ट्रमा जन्मिएका नागरिक हौँ र हाम्रो अधिकार नै भूपरिवेष्टिक हुनुपर्छ। यो कुनै छिमेकी मुलुकहरूबाट आर्जिएको मुलुक होइन। यहाँ कुनै मुख्यमन्त्री देशको शासन सत्तामा समर्पित भएर बसेको हुँदैन। यो नेपालको अस्तित्व र नेपालको सार्वभौम नेपाली जनताको अधिकारलाई एकाधिकार गर्ने जिम्मा सरकारको हुन्छ र त्यो अधिकार जनतामा सुनिश्चित गर्ने जिम्मा पनि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि रहेको हुन्छ। विशेष गरी न्यायपालिकामाथि रहेको हुन्छ। तर न्यायपालिकाको संरक्षण र सम्वर्धन गर्ने जिम्मा सरकारको हुन्छ। सरकार मौन भएर बस्ने र यसलाई अराजक शैलीमा अगाडि बढाउने कार्य अत्यन्त खेदजनक हुन्छ। त्यसको लागि सरकारले छिटोभन्दा पनि छिटो न्यायपालिकाको समाधानका लागि अगाडि बढ्नुपर्ने देखिन्छ। धन्यवाद।